नमस्ते। धेरैलाई रेडियोमा समाचार वाचन कसरी गरिन्छ भनेर जिज्ञासा रहेको पाइन्छ। आज म तपाईलाई रेडियोमा समाचार वाचन कसरी गरिन्छ, रेडियोमा समाचार वाचन गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्छ भनेर जानकारी दिनेछु। र मैले समाचार वाचन कसरी गरिन्छ भन्ने जानकारी सँगसँगै समाचार वाचन गरेको एउटा भिडियो, छोटो बुलेटिनको 5 मिनेटको भिडियो पनि तपाईलाई मैले त्यहाँ जोड्नेछु। त्यसो गर्दाखेरि तपाईलाई यदि रेडियोमा जोडिन चाहनुहुन्छ, अब मिडिया क्षेत्रमा आबद्ध हुन चाहनुहुन्छ भने तपाईँ समाचार वाचन कसरी गर्ने भनेर तपाईलाई जिज्ञासा छ भने तपाईको जिज्ञासा मेटिन्छ भन्ने मैले अपेक्षा लिएको छु। यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। भिडियो कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया तपाईले कमेन्ट बक्समा लेखिदिनुहोला। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर पनि जोडिन सक्नुहुन्छ। ल, अब तपाईँ रेडियोमा आबद्ध हुन चाहनुहुन्छ, मिडियामा आबद्ध हुन चाहनुहुन्छ र अझ भनौँ न्युज डिपार्टमेन्टमा काम गर्न चाहनुहुन्छ भने न्युजमा अझ समाचार वाचन कसरी गरिन्छ भनेर तपाईलाई जिज्ञासा छ भने भिडियो एकदम ध्यानपूर्वक अन्तिमसम्म सुन्नुहोला, अन्तिमसम्म हेर्नुहोला। त्यो गर्दाखेरि तपाईको जिज्ञासा मेटिन्छ भन्ने मैले अपेक्षा लिएको छु। सुरुमा त तपाईँ यदि रेडियोमा काम गर्न चाहनुहुन्छ, अझ रेडियोमा पनि समाचार डिपार्टमेन्टमा काम गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिलो कुरा तपाईको रुचि, इच्छा शक्ति हुनुपर्छ। र इच्छा शक्ति भएर मात्रै पनि हुँदैन, त्यसमा तपाईको आवाज पनि हुनुपर्ने हुन्छ। केही कुरा आवाजले पनि डिटरमाइन गर्छ र सँगसँगै तपाईले अब आवाज पनि तपाईको छ, मानौ है, आवाज पनि तपाईको राम्रै छ, रेडियोका लागि फिट हुने आवाज छ, तपाईको चासो चिन्ता पनि, तपाईको रुचि पनि मिडिया क्षेत्रमा काम गर्ने, अझ न्युज डिपार्टमेन्टमा काम गर्ने तपाईको चिन्ता चासो छ भने तपाईले अब चाहिँ समय दिनुपर्ने हुन्छ। प्र्याक्टिस चाहिँ बढी नै गर्नुपर्ने हुन्छ, धेरैभन्दा धेरै प्र्याक्टिस गर्नुपर्ने हुन्छ। र प्र्याक्टिस गरिरहँदाखेरि तपाईले आफ्नो आवाजलाई रेकर्ड गरेर, आफ्नो आवाजलाई एकपटक रेकर्ड गरेर त्यो आवाजलाई तपाईले बेला बेलामा सुन्ने र कहाँनिर मिस्टेक भएको छ, कहाँनिर सच्याउनु पर्ने, कहाँनिर त्रुटि भएको छ पत्ता लगाइसकेपछि तपाईले त्यो कुरालाई सुधार्न नियमित रूपमा अभ्यास गर्नुपर्ने हुन्छ। र कुनै पनि कुरालाई अलिकति राम्रो बनाउनका लागि, आकर्षक बनाउनका लागि मेहनत पक्कै पनि गर्नुपर्ने हुन्छ। अझ न्युज डिपार्टमेन्टमा अति नै अध्ययन, अति नै चाहिँ अभ्यास गर्नुपर्ने हुन्छ। अभ्यासले नै मान्छेलाई निखार्ता दिन्छ भन्ने कुरा तपाईले पनि जान्नु नै भएको होला। त्यति मात्रै भएर पनि हुँदैन, तपाईले मेहनत गर्नुभयो, तपाईले आवाज पनि राम्रो छ, तपाईले अभ्यास पनि गरिरहनु भएको छ भने अब तपाईले एउटा प्लेटफर्म पाउनुपर्ने हुन्छ। भनेको तपाईले आफ्नो क्षमता देखाउने, आफ्नो क्षमता प्रस्फुटन गर्ने माध्यम पाउनुपर्ने हुन्छ। र त्यसका लागि तपाईले समाचार वाचन गर्नका लागि रेडियो, अझ पछिल्लो समय त तपाईँ समाचार वाचन नै गर्न चाहनुहुन्छ भने पछिल्लो समय आफ्नो क्षमता वृद्धिका लागि विभिन्न खालका प्लेटफर्महरू छन्। अझ आधिकारिक रूपमा त तपाईको नजिकै पछिल्लो समय त स्थानीय रेडियोहरू पनि, सामुदायिक रेडियोहरू पनि हुन्छन्। त्यसमा तपाईले अवसर खोज्नुभयो भने अवश्य पनि पाइन्छ। र त्यति पनि भएन भने युट्युब छ, फेसबुक छ, टिकटक छन्। यी माध्यमबाट पनि तपाईले आफ्नो क्षमता प्रस्फुटन गर्न सक्नुहुन्छ। र क्षमता विकास भइसकेपछि तपाईँ खोज्दै जाने होइन, तपाईलाई खोज्दै त्यो प्लेटफर्म आउन सक्छ भनेर पनि तपाईले काम गर्नुपर्ने हुन्छ। मैले भनेको तपाईले सर्वप्रथम त आफ्नो रुचि छ भने स्थानीय एफएम रेडियोमा तपाईले अवसर खोज्नुपर्ने हुन्छ, त्यहाँ सम्पर्क गर्नुहोला। यदि तपाईले त्यहाँ अवसर पाउनु भएन भने पछिल्लो समय युट्युब, फेसबुक, टिकटक लगायतका विभिन्न डिजिटल प्लेटफर्महरू छन्, त्यसमा तपाईले आफ्नो क्षमता देखाउन सक्नुहुन्छ। अब चाहिँ कसरी वाचन गरिन्छन् त समाचार रेडियोमा भनेर तपाईले मैले एउटा छोटो 5 मिनेटको बुलेटिन देखाउँदैछु। त्यो तपाईले हेर्नुहोला र अन्तिमसम्म हेरिसकेपछि कस्तो लाग्छ प्रतिक्रिया पनि दिनुहोला। अब हेर्नुहोस् यो भिडियो। नमस्कार, बिहान 10 बजेको प्रदेश बुलेटिनमा केशर पुन मगरेको स्वागत छ। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडक खण्डको कालीकोटको गगने खोलामा गएको पहिरोका कारण राजमार्ग फेरि पूर्ण रूपमा अवरुद्ध भएको छ। मंगलबार राति परेको लगातारको वर्षाले पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो। शुभकालिका 1 गगने खोलामा पानी पर्ने बित्तिकै पहिरो खस्ने गरेको छ। सडक अवरुद्ध हुँदा कालीकोट, मुगु, जुम्ला, हुम्ला जिल्लातर्फ आउने र त्यहाँबाट फर्कने यात्रु बाटोमै अलपत्र परेका छन्। आपतकालीन उपचारका लागि जाँदै गरेको बिरामी सहित यात्रुहरू पनि प्रभावित भएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले जेनजी आन्दोलन कुनै पार्टी वा नेता विरुद्ध मात्र नभई सिङ्गो देश र व्यवस्था विरुद्ध भएको स्पष्ट पार्नुभयो। एमाले सुर्खेतद्वारा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले जेनजी आन्दोलन र त्यस यता विकसित भएका घटनाक्रमले त्यो पुष्टि गरेको बताउनुभयो। मुख्यमन्त्री कडेलले अझै पनि जेनजी आन्दोलन काङ्ग्रेस एमाले गठबन्धनको सरकार विरुद्ध थियो भनेर बुझ्न थालियो भने धेरै उपलब्धि गुम्दै जाने सङ्केत गर्नुभयो। आज विश्व बिरामी सुरक्षा दिवस र राष्ट्रिय विज्ञान दिवस। हरेक वर्ष सेप्टेम्बर 27 तारिकमा विश्वभर मनाइने बिरामी सुरक्षा दिवस बिरामीको सुरक्षालाई विश्व स्वास्थ्यको प्राथमिकतामा राखेर सबै देश र अन्तर्राष्ट्रिय साझेदारहरूलाई संयुक्त प्रयास गर्न आह्वान गरिन्छ। दिवसको उद्देश्य बिरामी, उनीहरूका परिवार, हेरचाह गर्नेहरू, समुदाय स्वास्थ्य कर्मी, स्वास्थ्य संस्थाको नेतृत्वकर्ता र नीति निर्मातालाई एकै ठाउँमा ल्याई बिरामी सुरक्षाप्रति उनीहरूको प्रतिबद्धता देखाउनु पर्ने जनाइएको छ। कक्षा 12 को स्थगित मौका पूरक परीक्षा आउँदो असोज 7 गते मङ्गलबार र 8 गते बुधबार हुने भएको छ। मौका परीक्षाको नयाँ तालिका आज सार्वजनिक गरिएको हो। यसअघि गएको भदौ 28 र 29 गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलनका कारण स्थगित भएको थियो। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा 11-12 को संशोधित नयाँ तालिका सार्वजनिक गरी परीक्षा यही असोज 7 र 8 गतेका लागि तोकिएको जनाइएको छ। चीनको गाडी उद्योग समूहले घरेलु र विदेशी गाडी निर्माता कम्पनीहरूलाई प्रविधि नवप्रवर्धन र औद्योगिक श्रृङ्खलामा सहकारी बढाउन आग्रह गरेको छ। हिजो सार्वजनिक गरिएको विज्ञप्तिमा चीन गाडी निर्माता सङ्घले विश्वभरि सवारी उद्योगको दिगो विकास र प्रविधिको प्रगतिका लागि खुल्ला, नयाँ, न्यायसङ्गत र विभेद रहित बजार आवश्यक रहेको बताएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। सङ्घले विद्युतीकरण र बुद्धिमत्ता आधारित गाडीको विकासमा सहकार्य गर्न जोड दिँदै हरित, सुरक्षित र गुणस्तरीय उत्पादन सुनिश्चित गर्न आग्रह गरेको छ। साथै उद्योग समूहले सम्बन्धित निकायहरूद्वारा गरिने छानबिनमा पुनः सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। र 17 वर्ष मुनिको साफु च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बेलुकी 7:15 बजे कोलम्बोमा हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग 2-0 गोलले हराएको थियो। समूह एमा श्रीलङ्का, नेपाल र बङ्गलादेश तथा समूह बीमा भारत, मालदिप्स, पाकिस्तान र भुटान रहेका छन्। प्रतियोगिता यही असोज 11 गतेसम्म चल्ने बताइएको छ। हवस् त बिहान 10 बजेको प्रदेश बुलेटिन सकियो। केशर पुन मगर बिदा हुन्छु। नमस्कार। साथीहरू, यो भिडियो हेर्नुभयो, तपाईलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह, सुझाव र प्रतिक्रिया तपाईले कमेन्ट बक्समा लेख्नुहोला। यदि तपाईँ मिडियामा आबद्ध हुन चाहनुहुन्छ भने र तपाईसँग भएका जिज्ञासा केही छन् भने कमेन्ट बक्समा लेख्नुहोला। म तपाईँको जिज्ञासा मेटाउने कोसिस गर्नेछु। हवस् त, आजको यो भिडियोबाट पनि म केशर पुन मगर बिदा हुन्छु। हवस्, नमस्ते।